फाइनल हामी चाहिँ माघी मेला है 2082 को 12 कुने दह देख्न सक्नुहुन्छ 12 कुने दहको मान्छे बिना सर के छ मिलाएर हामी चाहिँ देख्न सक्छ माहौल दर्शकको माहौल है त 12 कुने दह 12 कुने दह है त के गरी त यो 12 कुने दहले सर देखिन्छ पार्क गर्न देखाउनु म त किन सक्नुहुनेछ माहौल है त सर पुरा बवाल छ है मान्छे बवाल मेला परिरहेको छ है त हेलो झन् पनि आइसक्यो ठ्याक्कै है ल 12 बजिसक्यो है 12 बजे बिहानको माहौलमा यस्तो खतरा चलिरहेको छ टाटेको छ है माहौल टाटेको छ तातिरहेको छ देख्न सक्नुहुनेछ माहौलको लागि हामी पनि आइसक्यौँ अब बिस्तारै बढ्दैछ बिस्तारै अझै यहाँ आजभोलि बढी पर्थ्यो होला मौसम चलिरहेको तल पनि पल्सा आउनेछ आज त्यहाँ पनि हेर्न जानेछौँ देख्न सकिन्छ है त माहौल बवाल छ ल त टुक्क भएर ल बाँकी आउनेछ है त फाइनली है 12 कुने दहको माहौल तातिसकेको छ देख्न सक्नुहुन्छ मान्छे चाहिँ रक्क लगाएर मान्छेको माहौल माहौल है फाइनल त हामी चाहिँ टक्क लगाएर मेला हेर्न आइसक्यो हामी चाहिँ मेलाको माहौलमै छ मसम्म देख्न सक्यो टक्क लगाएर है दहनहरू हामी चाहिँ ग्याङ टी के छ सर एकदम ठिक छ नि त है हामी आज माघे मेलातिर हजुर पुरा रमाइलो मौसम भइरहेछ है तर माल खान पाएको छैन है ठिक छ अरूले चाहिँ ठिक छ नि त एकदम ठिक छ कस्तो महसुस भइरहेछ सर एकदम ठिक छ रमाइलो महसुस भइरहेछ यो माघे मेलामा 12 कुने मेलातिर है हजुर प्रथम के भन्नु भरे सर फेरि भन्नु त एक ठा गरेर बनायो समस्या है हजुर ल ठिक छ फाइनली है 12 कुने दहको माहौल तातिसकेको छ देख्न सक्नुहुन्छ मान्छे चाहिँ रक्क लगाएर मान्छेको माहौल माहौल है भित्र छिर्यो है आज भित्र छिर्यो एकछिन पल्साउने हुन्छ माहौल कलर कता भइरहेछ त आइरहेछ न मकललाई के छ नि देख्नुहुन्छ है त टक्कलाई मान्छेको माहौल डराउँछ है देख्न सक्नुहुन्छ फेरि ऊ पनि आउँछ है त पल्स आउने म देखाउँछु फेरि त धेरै सम्मान र बुझिनु मायाले प्यार गरेको ट्र्याक अनि गीत बजाइदिनु एउटा बाटो गीत आमा मुभीको इन्ट्रो सङ रेडी छ ओके एकचोटि मैले देखिरहेको छु मेरो अत्यन्तै स्नेही व्यक्तित्व तपाईँ हामी सबैको प्रिय नायक
एकचोटि मौलिकतामा सबैको हात माथि सबैको स्वागत गरौँ आजको कार्यक्रमको सेन्टर नेपाली चलचित्र जगतका सुपरस्टार यति धेरै माया पाउँछु संसारभरिबाट चाहिँ दाङको माया भनेर उहाँले हेर्नु देख्नुहुन्छ म जहाँ जान्छु दाङको किन यस्तो धेरै माया भन्नुहुन्छ किनभने दाङ किनभने मेरो जन्मस्थल हो भन्छु अहिले मेरो गृह जिल्ला हो होइन आफू जन्मेको माटो हो यो सो यो माया त हुन्छ नै होइन हुनुपर्छ नै होइन यति त थ्याङ्क यू सो मच र मसँग मेरो भतिज साङ अधिकारी पनि आउनुभएको छ घर चाहिँ यही नजिकै घरै नै हो सो साङको लागि पनि तारिदिनु होला एकचोटि साङले के बोल्छु भन्नुभएको छ ओके उहाँले भन्नुभएको चाहिँ आबाट आमा चलचित्र उहाँले खेल्नुभएको छ जसरी म्युजिक भिडियोमा अरूलाई धनको बाद मायालाई पनको बादमा साङ अधिकारी खेल्नु भएको छ त्यसरी नै उहाँको पहिलो फिल्म आबाट आमा चाहिँ नजिकको सिनेमा घरमा लाग्दैछ मार्च 16 गतेबाट हेर्नु होला र आज मात्रै एउटा हाम्रो अनाउन्समेन्ट गर्दैछौँ र आज